हेलो नमस्ते के हो आज हेलो गाइज के हो आज त गाइस साइज किन यस्तो लुगा एउटै उत्साह एउटै उमङ्ग एउटै हैन अनि थाहा छैन त तपाईलाई के रे फिफा वर्ल्ड कप 2026 लागिरहेछ नि त अहिले त वर्ल्ड कप फिफा वर्ल्ड कपको माहौल छ देश विदेश परदेश सबैतिर साँच्ची तिमीलाई वर्ल्ड कपको बारेमा कहिलेदेखि थाहा भयो के थाहा भयो के थाहा छ तँलाई मलाई अब वर्ल्ड कपको बारेमा त्यस्तो लामो केही त्यस्तो त थाहा छैन हैन अनि अब जे होस् हामी प्राय सबैलाई चाहिँ फुटबल भनेपछि चाहिँ एकदमै त्यो एउटा प्रचलित गेम हो नि त हैन अझ फिफा वर्ल्ड कप भन्नु त झन् एउटा दसैँ आए जस्तै नै त हुन्छ नि त हैन सानैदेखि नै भनौँ न वर्ल्ड कप आउँदाखेरि माहौलै छुट्टै लाग्थ्यो सबैजना अब अहिले पनि त्यस्तै नै छ क्या केही घटेको छैन पहिलादेखि अहिलेसम्मको चाहिँ अब त्यसको सुरुवात के भयो कसो भयो भन्ने भन्दा नि मलाई 4 वर्षमा आउँछ चाहिँ थाहा छ हैन त्यति नै हो अब हामी यहाँ खासै हिस्ट्री जियोग्राफीको बारेमा कुरा गर्न त हैन रमाइलो माहौलको कुरा गर्न आएका छौँ तैपनि दुईटा कुरा चाहिँ मलाई भन्नै पर्ने हुन्छ 1930 मा उरुग्वेबाट सुरु भएको फुटबल आज 2026 सालसम्म आइपुग्दाखेरि धेरैवटा फुटबल गेमहरू भए हरेक 4 वर्षमा हुने यो फुटबल उरुग्वेमा हुँदाखेरि 13 वटा राष्ट्रहरू समावेश भएका थिए भने अहिले अमेरिका मेक्सिको र क्यानाडा 3 वटा देश मिलेर जुन यो सञ्चालन अथवा 26 को हैन 2026 को चाहिँ 3 देशमा भइरहेको छ र यससम्म आइपुग्दाखेरि चाहिँ यसपालिबाट चाहिँ 32 वटा राष्ट्रबाट 48 वटा राष्ट्र चाहिँ एकैचोटि त राष्ट्र बढ्यो है समेटिएको छ अनि हामीले अब हामी 40औं दशकमा हिँडिरहेको मान्छेको लागि चाहिँ मैले थाहा पाएको चाहिँ 1986 को वर्ल्ड कपमा त्यो पनि गाउँमा टिभी त्यो बेलामा खासै हुँदैन थियो अनि टिभी नहुँदा पनि त्यो रेडियोमा कमेन्ट्रीबाट चाहिँ सुनेका कुराहरू दाइहरूले चाहिँ सुनाउनु हुन्थ्यो वर्ल्ड कप यस्तो फुटबल भन्ने कुराहरू तर मलाई के होला कसो होला क्युरियोसिटी जाग्थ्यो पछि मैले थाहा पाउने गरी र हेर्न पाएको चाहिँ 1994 को वर्ल्ड कप हो हैन अनि त्यो बेलामा टिभीमै हेरेको त्यो पनि छिमेकीहरूकोमा गएर हैन अनि अब त्यस्तो माहौल थियो त्यो बेलामा पनि अर्जेन्टिना ब्राजिल हैन अब फ्रान्स यिनीहरूकै बाहुल्यता थियो अहिले पनि त्यस्तै नै छ हैन अझ अरू धेरै राष्ट्रहरू समावेश भएका छन् अहिले त हैन कतिपय हामीले नामै नसुनेका राष्ट्रहरू पनि समावेश भएका छन् अहिले एउटा नयाँ अस्ति भर्खरको गेममा के रे केप वर्डे भन्ने एउटा आइल्यान्ड जस्तो रहेछ हैन त्यसले पनि त्यसको पनि नाम सुनेको थिएन हामीले त्यो गोलकिपरले राम्रो खेलेको कारणले एउटा खेलले देशलाई कसरी चिनाउँदो रहेछ भन्ने कुराहरू यस्तो देख्दाखेरि चाहिँ हाम्रो देश कहिले पुग्छ भने जस्तो पनि लाग्छ है अब राम्रो स्पोर्ट्सको कुरामा हामी नेपालले पनि प्रगति गरिरहेको छौँ क्रिकेटमा त्यस्तै राम्रो भइरहेछ वर्ल्ड कपमा कुनै न कुनै दिन त पक्कै पुग्छ भन्ने आश राखौँ र त्यही अनुसारको उ गरौँ हैन अनि यो वर्ल्ड कप चाहिँ जम्मा मैले थाहा पाए अनुसार चाहिँ 1942 र 1946 मा वर्ल्ड वारको कारणले सेकेन्ड वर्ल्ड वारको कारणले रोकिएको थियो नत्र कन्टिन्यू सञ्चालन भइराखेकै छ हैन र यो विश्वको महाकुम्भ जस्तो हो हैन विश्वको महाकुम्भ जस्तो हो सायद विश्वको हरेक कुनाका मान्छेलाई तिम्रो मनपर्ने स्पोर्ट्स के हो भनेर सोधियो भने सायद 90-95% चाहिँ फुटबलै भन्छन् होला तर एउटा अचम्मको कुरा हामी अमेरिकामा छौँ तर अमेरिकामा चाहिँ अमेरिकन फुटबल बढी पपुलर बेसबल र बास्केटबल बढी पपुलर अमेरिकाले आफैले फुटबल पनि भन्दैन सकर भन्छ सकर अनि अमेरिकाले चाहिँ फुटबललाई सकर भन्छ र अर्को कुरा चाहिँ अमेरिका हामीसँगै काम गर्ने साथीहरू अमेरिकन साथीहरूलाई चाहिँ सोद्धाखेरि चाहिँ तिमीलाई यस्तो कुराहरू यसपालि अमेरिकामा वर्ल्ड कप हुँदैछ नि ए हो र भन्ने खालको कति बेला थाहा छ तर म हेर्न जान्न खासै इन्ट्रेस्ट छैन भन्ने के हेर्छस् भन्दाखेरि चाहिँ म चाहिँ अमेरिकन फुटबल हेर्छु भन्ने त्यो तर विश्वको माहौल चाहिँ एकदमै दसैँ हामीलाई दसैँ आए जस्तै भएको छ म त अझ कुनै जमानामा इलेक्ट्रोनिक्स फिल्डमा काम गरेको टिभी एलसिडी एलइडी बेचेको त्यो बेलामा यति टिभी एलइडीहरू बिक्थ्यो कि होइन अहिले पनि बिक्छ होला होइन त्यस्तो छ र खास गरी भन्ने हो भने चाहिँ वर्ल्ड कप को नाम सुनेदेखि नै लाइभ हेर्ने भन्ने हुन्थ्यो अब विभिन्न देशले आयोजना गर्दाखेरि त्यहाँ गएर नेपालको टाइम डिफ्रेन्सले गर्दाखेरि राति हुन्थ्यो कहिले बिहानी पख हुन्थ्यो त्यो बेलामा पनि उठिकन निन्द्रामा मारेर हैन टाइम डिफ्रेन्स अब भनौँ न टाइम डिफ्रेन्स कारणले अब नेपालमा बसेर हामीले त्यतिखेर हेर्दाखेरि रातको 12 बजे हैन 1 बजे
भनौँ न मध्यरातमा पनि बसेर हेर्ने चलन अनि थियो नि त साथीभाइहरू होइन? अहिले जम्मा पनि छ। हुने हल्ला खल्ला गर्ने गोल भने त्यो गोल भन्नेको आवाज गुन्जले पुरै टोले थर्कमान हुन्थ्यो होइन त्यो थियो अहिले पनि माहौल त त्यस्तो छ माहौल छ होला पक्कै छ अहिलेका बच्चाहरूलाई झन् स्पोर्ट्समा धेरै नै अब इन्ट्रेस्ट छ होइन अनि अर्को कुरा भन्दाखेरि चाहिँ वर्ल्ड कप भन्ने बित्तिकै लाइभ हेर्न पाएँ भन्ने खालको त्यो खेलाडीहरूलाई नजिकबाट हेर्न पाएँ त्यो लाइभ 70-80 हजार 90,000 दर्शकको बिचमा गएर हेर्न पाएँ कस्तो हुन्थ्यो होला भन्ने खालको एउटा इच्छा अब मनोकामना ड्रिम हुन्थ्यो होइन र कुनै दिन पुरा होला र भन्ने मैले चाहिँ खासै त्यस्तो उ गरेको थिएन इच्छा थियो तर पुरा होला र भन्ने थियो शङ्का थियो शङ्का थियो अनि यसपालि युएसमा हुँदैछ भनेपछि चाहिँ अलि हेरिन्छ क्या भनियो अनि जब मैले गुगलमा फुटबल प्राइस कति हुनसक्छ अथवा के छ भन्ने हेर्दाखेरि त $6,000-7,000 देखाउने होइन ओहो यत्रो त हेर्न सक्दैन भनेर आशै मारिसकेको थियो तर कुनै दिन मैले सोसियल मिडिया चलाउँदै जाँदाखेरि चाहिँ लास्ट मिनटमा चाहिँ उनीहरूले फेरि त्यो बाँकी भएको सिटहरू ओपन गर्दाखेरि चाहिँ अफोर्डेबलै रहेछ त्यो पनि लाइभ हेर्न पाउने मौका अनि फेरि मेरो चाहिँ छुट्टीको दिन परेको हामी दुवैजनाको छुट्टीको दिन परेको होइन अनि ल ट्राई गरौँ न त भन्दा ठ्याक्क टिकट पाइयो अनि हामीले लाइभ हेऱ्यौँ ओ माई गुडनेस यो यसको अब हामीले जे फिल गऱ्यौँ जे दृश्य देख्यौँ त्यो त भन्न गाह्रो छ हामीले केही दृश्यहरू कैद गरेर ल्याएको छौँ त्यो तपाईँहरूलाई देखाउने नै छौँ अनि अर्को कुरा भन्नुपर्दा चाहिँ त्यहाँको माहौल त्यो 70,000 दर्शकहरूले गरेको हुटिङ र सबभन्दा सौभाग्यको कुरा चाहिँ के भने त्यो ग्राउन्ड र हामी बसेको कुर्सी जम्मा 7वटा कुर्सीको मात्रै पछाडि थियौँ हामी अनि सबभन्दा रमाइलो लाग्यो त्यो बल एकचोटि किक हान्दाखेरि उडेर हाम्रो कुर्सीसम्म आएको अनि मान्छेहरूले त्यो बल छुनलाई एकदम उ गरेको होइन अनि त्यो चाहिँ एकदमै माहौल अनि त्यो मानव वेब बनाएको अनि बेलुका लाइटिङहरूको त्यो मोबाइल लाइटको उ गरेको होइन यस्तो हो जस्तो टिभीमा मात्रै हेरिरहेका थियौँ नि त होइन वर्ल्ड कप भनेर अब 4 वर्षमा आउने गेम अनि सबैमा एक्साइटमेन्ट हुन्थ्यो हामीले टिभीमा हेरिरहेको थियौँ यसरी प्रत्यक्ष स्टेडियममै गएर हेर्ने मौका जुर्यो त्यो चाहिँ एकदम भाग्यमानी जस्तो फिल भयो मलाई पनि किनभने सोचेको थिएन कि यसरी वर्ल्ड कप हेरिन्छ भनेर क्या कुनै दिन वर्ल्ड कपलाई प्रत्यक्ष स्टेडियममै गएर हेरिन्छ भन्ने चाहिँ मैले सोचेको थिइनँ तर अब त्यो योपालि पुरा भयो तर यो हामीले हेरेको त के अरे ऊ गेम हो नि त क्वालिफाइङ गेम हो तर कुनै फाइनल भन्दा चाहिँ कम थिएन हाम्रो लागि चाहिँ कुनै फाइनल भन्दा कम थिएन किनभने एउटा ड्रिमै जस्तो कुरा प्रत्यक्ष हेरिरहेको छु होइन अनि एक हिसाब त विश्वास लागेको पनि थिएन तर अब हेर्दैछु भन्ने भएपछि त्यो अर्कै माहौलले गर्दा त्यो के अरे हाम्रो लागि चाहिँ फाइनलै गेम हेरिरहेको छु जस्तै फिल भइरहेको थियो मलाई पनि त्यस्तै भएको थियो एउटा कुरा त मलाई कस्तो भने एक त 3वटा देशमा हुँदैछ भने त्यो खेल बाँडिन्छ अनि त्यो माथि अमेरिका नै 50वटा राज्यको सहर होइन त्यसमा कयौँ अब हाम्रै सहरमा अथवा हाम्रै ठाउँमा होला नहोला भन्ने थिएन तर भन्दै गर्दाखेरि हाम्रै सहरमा हुनु छ नजिकै हाम्रोबाट झन्डै 1 घन्टाको ड्राइभमा हुनु होइन टिकट पाउनु त्यो पनि हामीले अब अफोर्ड गर्ने हामीले इच्छा गरेको एमाउन्टभित्र पर्नु होइन अनि त्यो भनेको चाहिँ अचम्म लाग्यो जस्तै अब हामीले कतिवटा गेमको हेर्दाखेरि त $6,000-7,000 भनेको त्यो त नेपाली 10 लाख 9 लाख रुपियाँ हो त्यत्रो पैसा एउटा गेममा अब कि त्यस्तै ऊ हुनु पर्यो होइन नत्र हामी यस्तो भयो चिताइएको कुरा पुरा भयो त्यो पनि एफोर्डेबल हिसाबले र त्यो कुनै कुरा कम्प्रोमाइज नगरिकन होइन बिदाको दिनमा सबै कुराले जुरायो है त्यही त अनि त्यहाँको माहौल ओ माय गॉड मानव सागरै उर्लेको त्यही नै जम्मा तपाईलाई नि त्यहाँ वर्ल्ड कपमा जाँदाखेरि चाहिँ नि तपाईलाई मनमा चाहिँ के खेलिरहेको थियो भनौँ न अब 1 घन्टा हामी ड्राइभ गरेर गयौँ होइन गफ गर्दै गयौँ यही हामीले सोचेको थिएन तर पुरा भयो भन्दै गफ गर्दै जाँदा भित्र मनमा चाहिँ के कुराहरू खेलिरहेको थियो तपाईँ मलाई चाहिँ अब अस्ट्रिया भर्सेस जोर्डनको गेम हेरेको हामीले होइन अनि त्यहाँ चाहिँ जस्तै मैले अब अस्ट्रियाको चाहिँ अब कतिपय खेलाडीहरू चाहिँ विभिन्न क्लबहरूबाट खेलेको थाहा थियो तर जोर्डन पहिलोचोटि सहभागी भएको अनि जोर्डनलाई सपोर्ट गर्ने कि अस्ट्रियालाई सपोर्ट गर्ने कि भन्ने थियो अनि हामी चाहिँ जसले गर्छ गो रमाइलो चाहिँ के भइरहेको थियो मलाई चाहिँ नि अब मलाई चाहिँ गोलसँग मतलब थियो होइन कुन टिमले गोल हान्नेसँग भन्दा पनि गोलसँग मतलब थियो जसले गोल हान्यो त्यसैमा हुटिङ गर्दाखेरि चाहिँ
साइडमा बसेकाहरू अब जो जोर्डनका हामी चाहिँ प्राय जोर्डनको साइडमा थियौँ है जोर्डनका त्यो बढी त्यहाँ जोर्डनका थियो थिएन त अस्ट्रियाका पनि थिए अनि अस्ट्रियाले गोल हान्दाखेरि पनि उफ्रेको छ जोर्डनले गोल हान्दा नि उनीहरू नै कन्फ्युज भयो जस्तो भयो अनि हाम्रो चाहिँ अब कस्तो नि फाइनल हेरेकै जत्तिकै रमाइलो माहौल चाहिँ के कारणले भने यसपालि कतिपय नियमहरू थपेको छ होइन अनि जस्तै अब कतिपय डिसिजनहरू चाहिँ लाइभ त्यहाँ रेफ्रीले लिन नसकेको डिसिजन त्यो चाहिँ कस्तो अचम्म भयो गोल भइसकेको थियो अस्ट्रियाको होइन गोल भइसकेको थियो तर जोर्डनको खेलाडीले चाहिँ यो फलमा उ भयो भनेर भनेपछि रेफ्रीले मानेको थिएन है पहिला तर पछि फेरि उसले अपिल गरेर त्यो केलाई दिएको भन्छ त्यो भिडियो रेफ्री भन्ने अर्कै हुन्छ त्यो भिआर टिम हुन्छ अनि त्यो भिआरलाई चाहिँ दिएपछि उसले एकदम राइट एङ्गलमा उसले सबै हेरेर डिसिजन गर्दा त गोल नभएको रहेछ होइन तर त्यसको तुरुन्तै फेरि गोल गर्यो नि त होइन त्यो चाहिँ रमाइलो भएको थियो अनि अर्को कुरा चाहिँ अब प्राय यो क्वालिफाइङ राउन्ड भनेपछि कि ड्र भए पनि त्योभन्दा एक्स्ट्रा आवरमा खेलिँदैन त्यो पेनाल्टी सुटआउटमा पनि जाँदैन तर पनि हामीले लकिली भन्नुपर्दा एउटा ह्यान्डबल भएर चाहिँ डी एरियामा चाहिँ पेनाल्टी सुटआउट पनि हेर्न पाइयो होइन त्यो पनि लाइभ होइन अनि त्यो चाहिँ एकदमै अविस्मरणीय माहौल छ होइन माहौल थियो अनि अहिले अमेरिकामा त्यस्तै भइरहेछ अब सबै ठाउँमा चाहिँ फुटबलको माहौल छ जतासुकै फिफा वर्ल्ड कप भन्ने चाहिँ आज हामीले टी सर्ट पनि फिफा वर्ल्ड कपै लान्छौँ हामीले अस्ति यही टी सर्ट लगाएर गएको थियौँ साह्रै रमाइलो भयो अब आज हामीले अब एक त स्पोर्ट्सले हरेक मान्छेलाई त्यहाँ हरेक देशका मान्छेहरू आएको थियो हामीले भिडियोमा पनि छ चाइनिजहरू इन्डियनहरू अरू देशका विभिन्न मुलुकका मान्छेहरू अमेरिका भनेको इमिग्रेन्टकै त्यो पर्टिकुलर त्यही देशको मान्छेले खेलेको होइन नि त तर पनि मान्छेलाई त्यो फुटबल भन्ने माहौलले कसरी बाँध्दो रहेछ भनेर विभिन्न देशका मान्छेहरू त्यहाँ आएका थिए जम्मा भएका थिए र सबैमा चाहिँ एकदम एकअर्काको साथी जस्तो थियो मैले कयौँ मान्छेहरूसँग फोटो खिचेँ त्यहाँ होइन अनि कोही विभिन्न कस्ट्युमहरू लगाएर आएका थिए होइन अनि हरेकले चाहिँ एकअर्कालाई एकदम हस्पिटालिटी देखाउने एकदम राम्रो व्यवस्था पनि राम्रो थियो होइन अनि त्यहाँको भित्रको फुड कोर्टहरूमा खानाको लागि त्यो लिन जाँदा लाइनहरू देख्दाखेरि हरेक कुरा क्या एभ्रिथिङ एभ्री मोमेन्ट चाहिँ एकदम अविस्मरणीय थियो हामीले केही कुराहरू कैद गरेर ल्याएको छौँ तपाईँहरूलाई यसपछि हाम्रो गफ कति सुन्नु भन्ने पनि होला त्यसपछि हामीले त्यो भिडियो राखिदिन्छौँ के कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया दिनु होला फुटबलको माहौल छ जसले जित्छ राम्रोले जितोस् यसपालि मेसीको चाहिँ राम्रो लाइभ हेर्न पाइराखेको छ पहिलो गेममा ह्याट्रिक सेकेन्ड गेममा नै आज ह्याट्रिकै हुन्थ्यो तर एउटा पेनाल्टी सुटआउट उसले मिस गर्यो 2 गोल गर्यो उसैले गर्यो यसपालि चाहिँ अब मेसी गोट इज गोट होइन यसपालिको फुटबल रमाइलो भइरहेछ होइन अब झन् अब पछिको राउन्डहरूमा त अझै एक्साइटमेन्ट तपाईँहरूमध्ये कतिजनाले चाहिँ लाइभ हेर्नु होला कतिजनाले टिभीबाट लाइभ हेर्नु होला होइन राति निन्द्रा माया मारेर हेर्नु होला फुटबल र स्पोर्ट्सले हरेक देशलाई बाँच्छ हरेक मान्छेलाई बाँच्छ र सबै मान्छेले केही न केही स्पोर्ट्स खेलेकै हुन्छ त्यो कुरालाई चाहिँ अविस्मरणीय रूपमा त्यही भएर आज अब हामीले के को बारेमा कुरा गर्ने त अब हाम्रो विकेन्ड गफमा भन्दाखेरि चाहिँ अब अघिल्लो हप्ता हामीले त्यही फुटबल लाइभै स्टेडियममा गएर हेऱ्यौँ ल यही विषयमा चाहिँ यसो गफ गरौँ न त भन्ने हिसाबले गरियो होइन जस रमाइलो भयो अब एउटा जुरा आयो सबै कुरा मिल्यो मलाई चाहिँ एकदमै रमाइलो लाग्यो मलाई पनि एकदम रमाइलो लाग्यो ल यति भन्दै तपाईँलाई बाँकी भिडियोबाट अरू कुराहरू हामी जोड्छौँ र हाम्रो तिलक सत्याल फेसबुक पेज र हाम्रो कुरा अफिसियल युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु सल्लाह सुझावहरू पनि दिनु होला भन्दै अहिलेलाई बिदा हुन्छौँ नमस्ते हेलो गाइज विश्वको हर कुनामा बसेका मान्छेलाई तपाईँको मनपर्ने स्पोर्ट्स के हो भनेर सोध्यो भने पक्कै पनि उत्तर आउनेछ फुटबल भनेर अहिले माहौल फिफा वर्ल्ड कप 2026 को छ युएसए क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फुटबल 2026 अहिले चलिरहेको छ अमेरिकाको केही सहरहरूमा भएका ती फुटबलहरूमध्ये हाम्रो नजिकैको सहरमा पनि भएको फुटबलको लाइभ हेर्ने मौका हामीले प्राप्त गरेका छौँ आज तपाईँहरूलाई हामी त्यही यात्रामा लिएर जान्छौँ सँगै यात्रा गरौँ है हामीसँग अब हामी स्टेडियम पुग्न कति बाँकी छ 10 मिनट 10 मिनट है घरबाट कति लाग्यो थियो हामीलाई 1 घन्टा 10 मिनट जस्तो होइन ड्राइभमा हामी स्टेडियम पुग्दैछौँ सान फ्रान्सिस्कोको स्टेडियमको नाम के अरे
नाम फेमस नाम त लिभाइज स्टेडियम हो, अँ। तर अहिले चाहिँ सान फ्रान्सिस्को बे एरिया स्टेडियम भन्छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियम। हामी पहिला पनि त्यो स्टेडियमको अर्को साइडतिर चाहिँ 1 वर्ष अगाडि क्रिसमस लाइट्स हेर्न गएको थियौँ है। कतिको एक्साइटेड एकदम एक्साइटेड, वर्ल्ड कप लाइभ स्टेडियमबाट हेर्न पाउनु भनेको है, त्यही भनेको सोचेको थिएन है हेरिन्छ भनेर है, तर जुरायो। युएसमा हुन्छ भन्ने थाहा थियो, हामी यहीँ छौँ भन्ने पनि थाहा थियो, तर टिभीबाट हेरिन्छ। रिपोर्ट गर्न सकिँदैन, हेर्न जान सकिँदैन होला भनेको थियो। भरे भाग्यले चुरायो भन्नुपर्छ। त्यही भएर एउटा कुरा पनि छ कि एउटा हामीले सुनिरहेको के अरे विश फर गोड होइन यस्तो भन्छन् नि त नेपालीमा उखानै छ नि त, भगवान्ले पनि त चिता म पुऱ्याउँछु भने जस्तै यो चाहिँ अनएक्सपेक्टेडै हामी होइन मिल्यो। ल अब हामी गाडी पार्क गरियो, दुःख पनि पाइयो। जुन गाडी पार्किङ हामीले अनलाइन किनेको थियौँ त्यो फुल भइसकेको छ, अनि त्यसमा रिफन्ड मागियो। अनि अर्को ठाउँमा अझ बेटर चाहिँ के हो भने त्योभन्दा सस्तोमा पार्किङ पाइयो। अनि पार्किङ गरेर अब हामी स्टेडियमतर्फ जाँदैछौँ। तपाईँहरूलाई म स्टेडियम देखाउँछु है त। स्टेडियम सबै त्यो देशको चाहिँ सपोर्टरहरू चाहिँ गरिरहेछन्। आजको गेम चाहिँ जोर्डन भर्सेस अस्ट्रिया हो। अस्ट्रियाको समर्थकहरू लाइफको फर्स्ट एक्सपिरियन्स FIFA World Cup 2026 कता हो लहर ल FIFA World Cup 2026 लाइभ म्याच हेर्नलाई होइन त। स्टेडियम अगाडि आइपुग्न लाग्यो है, तर अब 6 बजे मात्र गेट खोल्ने भनेको छ। अहिले कति बज्यो? अहिले 5 बज्यो, अझै चाहिँ 1 घन्टा। हाम्रो देशले कहिले खेल्ने हो? हाम्रो देशले पनि खेल्छ, हाम्रो देशले खेल्यो होला भने हेर्न आइन्छ। अहिले चाहिँ हामी अस्ट्रिया भर्सेस जोर्डनको गेम हेर्न आउँदैछौँ। त्यो चाहिँ किनभने अब यो हामी बे एरियामा 6वटा मात्रै गेम हुँदैछ र आज हाम्रो छुट्टीको पनि ठ्याक्क मिल्या भएर आजको गेम हामीलाई जुरायो भन्नु पऱ्यो। अनि त्यही हेर्नलाई हामी आउँदैछौँ। स्टेडियम गाइज, स्टेडियम म्याच लाइभ हेर्न स्टेडियमको अगाडि। सान फ्रान्सिस्को बे कहाँ हो लहर लहर वर्ल्ड कप हेरिदिनलाई लाइभ। FIFA World Cup 2026 ल ठिक छ ठिक छ ल।
हेर्न छिर्दैछौँ होइन त फिफा वर्ल्ड कप लाइभ हेर्न छिर्दैछौँ होइन त ल सेक्युरिटी चेक गरेर हामी आयौँ स्टेडियम स्टेडियममा यो खानेकुराको फुड कोर्ट जस्तो छ हामी 118 नम्बरको हो हामी अहिले 124-25मा आइपुग्यौँ 118 को हो अब खानेकुराहरू बेभरेजहरू लिएर यहाँ गर्न सक्छौँ ओहो वर्ल्ड कप हेरिँदैछ है गाइजहरू लाइभ स्टेडियमबाट खेल सुरु हुने बेला हुँदैछ ल To Gate B, or the ramp down and out Gate C. Guests seated in upper sections 301 through 315 and 401 through 412 should exit onto the concourse. Proceed to the stairs, continue down to ground level and out through Gate F, or down to the main concourse and out through Gate A. Guests seated in the suite tower ग्राउन्डलाई यसरी चिसो बनाउने रहेछ San Francisco Bay Area Stadium. We are just moments away from our teams joining us for warm-up. Are you ready? San Francisco Bay Area, FIFA World Cup 2026, Austria and Jordan.